गुड मर्निङ साथीहरू, वेलकम टु माई भ्लग सबिना साउदेन। अहिले चाहिँ बिहानको कति बजेको छ भने 5:15 गएको छ। अनि एक बिहानै साउदेन कहाँ गयो भन्नुहुन्छ होला। म चाहिँ जहिले पनि बिहान 5 बजे उठेर ब्याडमिन्टन खेल्नु जान्छु। अनि यो चाहिँ हाम्रो ब्याडमिन्टन खेल्ने ठाउँ हो। हामी चाहिँ यसरी आउटडोरमा खेल्छौँ। अनि यता छेउमा चाहिँ दिदीहरू सबैजना जोस गीत बजाएर चाहिँ उहाँहरू एक्सर्साइज जुम्बा जस्तै गर्नुहुन्छ। यो सबै चाहिँ फ्री हो, यो कुनै पैसा लगाएर गरेको होइन, कसैले पैसा तिरेर नाचेको होइन, खेल्दा पनि पैसा तिरेर खेलेको होइन। एकदमै यो वडा नम्बर 4 को चाहिँ हामी चाहिँ म चाहिँ 15 को हो, यो चाहिँ वडा नम्बर 4 हो। यो 4 मा चाहिँ जो एउटा समाजले चाहिँ सबै यसरी एउटा बनाउनु भएको छ भनौँ न। सरकारी जग्गामा एकदमै राम्रो छ साथीहरू। यति शीतल, यति राम्रो है। यहाँ आइसकेपछि यति हामीलाई इनर्जी मिल्छ हैन। सबैजना आफ्नो घरमा दुःख के छ, पीडा सुख के छ, सबै आफैले घरमै राखेर हामी बिहानै चाहिँ यसरी पोजिटिभ थिङ्किङ गरेर चाहिँ हामी यसरी बिहानको दिनको सुरुवात गर्छौँ साथीहरू। यो आज मात्रै होइन है, म चाहिँ लगभग सधैँ अहिलेसम्म म यहाँ आउन थालेको चाहिँ भइसक्यो अलमोस्ट 1 इयरै हुन आँटिसक्यो होला। तर यस्तो मजाले ब्याडमिन्टन खेलेको चाहिँ मेरो भर्खर कति भयो भने 2 मन्थ 3 मन्थ भयो साथीहरू। अझै मजाले जान्नेको चाहिँ छैन मैले, तर जोस खेल्दैछौँ। यहाँनिर दिदी बहिनीहरू नाच्दै हुनुहुन्छ। यहाँ दाई दाई हुनुहुन्छ हाम्रो, उहाँ पनि भर्खर सिक्नु भएको। उहाँले पनि 1 मन्थ चाहिँ भयो होला। उहाँ पनि एकदमै राम्रो हुनुहुन्छ। कस्तो मैले उहाँलाई के भन्दैछु भने कस्तो फिट हुनुहुन्छ तपाईँ त भन्दैछु क्या। अनि उहाँ चाहिँ थाहा छ उहाँको एज, तर एज अनुसारको उहाँलाई देखिँदैन क्या, कस्तो यङ देखिन्छ है, कस्तो फिट हुनुहुन्छ। उहाँ चाहिँ भलिबल खेलाडी हो खासमा चाहिँ। अनि के भन्दैछु भने ऊ ज्याकेट हाउसको है यो भन्दैछ। ज्याकेट हाउसको भन्दैछ। यहाँ चाहिँ मेरो बहिनी छिन्, बहिनीको पनि युट्युब च्यानल छ होइन। अनि उनले भन्दै हुनुहुन्छ मेरो युट्युब च्यानल छ है, सब्सक्राइब गर्नु होला दिदी भन्दैछ। अनि ओके भने उहाँको युट्युब च्यानल के पो थियो, मैले जस नेम चाहिँ बिर्सेँ साथीहरू। अनि बहिनीको पनि युट्युब च्यानल रहेछ। अनि हाम्रो हेर्नु पऱ्यो भिडियो, एकदम राम्रो लाग्यो अरे भनेर भन्नुहुँदैछ क्या। हाइकिङको भिडियो हेरेर ल साथीहरू। यसरी सबैजना डान्स गर्नुहुँदैछ, जुम्बा गर्दै हुनुहुन्छ भनौँ। यहाँ चाहिँ हाम्रो दाईहरू ब्याडमिन्टन खेल्दै हुनुहुन्छ। अनि त्यसै गरी साथीहरू बिहानको टाइममा यहाँ चाहिँ यति रमाइलो हुन्छ, यति फ्रेस है। घरमा आफ्नो दुःख आफ्नो पीडाहरू साइडमा राखिवरी बिहानै हामी त्यसरी उठेर आउँछौँ। मेरो जहिले रुटिन 5 बजे उठ्छु। अनि यहाँनिर आएर 5-6 बजेसम्म यहीँनिर हुन्छु म। अनि त्यसपछि 6 बजेपछि घर गयो, घरको कामहरू गऱ्यो। त्यसरी नै मेरो दिनचर्याहरू बित्छ साथीहरू। अनि यो चाहिँ मर्निङ भाइब्स है, एकदम रमाइलो होइन। पोजिटिभ थिङ्किङ अलवेज, यो पोजिटिभ थिङ्किङ अलवेज भनेको चाहिँ हाम्रो हिरो साथी हुनुहुन्छ क्या। जहिले उहाँले त्यसरी नै बोल्नुहुन्छ नि त, त्यहीँबाट मलाई बानी भइसक्यो क्या जहिले। अनि साथीहरू एकदम रमाइलो भइरहेछ म होइन। हाम्रो आमाहरू समानको आन्टी दिदीहरू पनि आउनुहुन्छ, खेल्नुहुन्छ। जस यति रमाइलो छ है, यस्तो रमाइलो, यति फ्रेस, ओ माई गड है। यसरी नै हामीले आफ्नो दिनचर्याहरू चाहिँ सुरुवात गर्छौँ साथीहरू। यहाँ हेर्नु न दिदीहरू नाच्नु हुँदैछ सबैजना। किन गइराख्नु जुम्बा होइन, यहीँ यस्तो मजा आउँछ। तपाईँहरूको पनि छ के 1 2 3 ल ओके। यहाँ चाहिँ साथीहरू मेरो टिम हुनुहुन्छ, मेरो हाइकिङ टिम, मेरो साथीहरू। यता चाहिँ हाम्रो प्यारो भीम दाई, युनिसा, फादर, सुमी दिदी। यता दाई चाहिँ मैले चिनिनँ, ए उहाँ पनि हुनुहुन्छ।
अनि बुनु उफ्रिन जान्छ होला भगवान अब सबिनाको पालो खेल्दैछ हेर्न सक्नुहुन्छ हामी चाहिँ एक लट खेलिसक्यो पसिना खलखल भइसक्यो अनि यहाँ चाहिँ जुम्बा टोली पनि छ यता चाहिँ यस्तो छ गार्डन यस्तो छ अहिले चाहिँ 6 पनि बजेको छैन है बिहान सुरु साथीहरू अब हामी चाहिँ खेलिसक्यौँ यता चाहिँ साजन दाई हुनुहुन्छ बाई साजन दाई खोइ बाई भन्नुभएको खोइ उहाँ चाहिँ साजन अब उहाँहरूको टर्न हाम्रो चाहिँ पालो भइसक्यो अब जाउँ हामी त नै नबस्नु अनि हामीले के होइन नखेल्ने अब लेट्स गो ल लेट्स गो ल काजु दाई अल द बेस्ट र अल द बेस्ट राम्रो खेल्नु यता ल जाउँ उता फेरि राम्रो आऊ बुनु आउनु अरे दाइ के खेल्नु हुने अझै ए म त नखेल्ने भयो यस्तै छ साथीहरू अनि हामी चाहिँ खेलिसक्यौँ अनि खेलिसकेर म आउँछु त बाबा हाम्रो भीम दाई त अगाडि नै आइपुग्नु भएर पनि पुरा डान्स पो गर्नु हुँदो रहेछ क्या हेर्नु न त्यहाँनिर अनि यहाँ चाहिँ पुरा गीत बजिरहेछ गीत चाहिँ सुर्के थैली खै भन्ने गीत बजिरहेछ अनि भीम दाई त भगवान कहिले थाक्नु पनि हुन्न रहेछ यत्तिकै है उहाँ चाहिँ यत्तिकै हो साथी अनि यसरी सबैजना आन्टीहरू दिदीहरू बहिनीहरू डान्स गर्नुहुँदैछ एकदम रमाइलो साथी बिहानै हामी यस्तो रमाइलोसँगले आफ्नो दिनको सुरुवात गर्छौँ होइन एकदमै एक्सर्साइज गर्ने ठाउँ पनि छ ब्याडमिन्टन त्यस्तै अनि यो सबैको हेरचाह गर्नुहुने केयर गर्नुहुने दाइलाई पनि म तपाईँहरूलाई भेटाउँछु अनि उहाँले चाहिँ सबै यो म्यानेज गर्नुहुन्छ हेर्नुहुन्छ केयर गर्नुहुन्छ म दाइलाई पनि देखाउँछु है नमस्ते दाइ तपाईँलाई स्वागत छ है मेरो युट्युब च्यानलमा सबिना साउदेन हजुर अनि ब्याडमिन्टन खेलेर आइसक्नुभयो ए अनि तपाईँलाई कस्तो लाग्छ हौ तपाईँको यहाँनिर यसरी आउनु हुँदाखेरि सबैजना ब्याडमिन्टन खेल्नुहुन्छ नाच्नुहुन्छ एक्सर्साइज गर्नुहुन्छ तपाईँलाई कस्तो हुन्छ मलाई चाहिँ किन छिटो जन्मेछु जस्तो भानुहुन्छ हजुर खेल्दाखेरि मलाई अब भर्खर अब 6-7 कति भन्नु 16 भन्नु कि 67मा पुग्दैछु 16 वर्ष पनि मलाई रहर चाहिँ अब स्विट 60 हजुर र नानीहरूसित खेल्दा चाहिँ म पनि 16 वर्ष छु कि जस्तो महसुस हुन्छ हजुर उहाँको उसमा भाग लिनुपर्छ बिहान हजुर तपाईँ त साँच्ची फादर म त तपाईँलाई कि दाइ कि फादर भनेर बोलाउँछु नि त तर तपाईँको अहिलेसम्म मैले नाम सोधेको छुइनँ मान्छे चाहिँ म अँध्यारो छु है मेरो व्यवहारहरू तर नाम चाहिँ झुकिएर पण्डितले प्रकाश राखिदिनु गर्छ ओ कति राम्रो नाम तर म आफूलाई चाहिँ मन परेको छैन अँध्यारो हुनुहुन्न तपाईँ हँसिलो हुनुहुन्छ मेरो भाग्य र चाहिँ अब फिजिकल उयो चाहिँ अँध्यारो जस्तो लाग्छ आफूलाई र पनि अब मन भुलाउनलाई चाहिँ यहाँ सबै यहाँ जुम्बाहरू गरिदिनु छ होइन ब्याडमिन्टन खेल्ने साथी राम्रो छ उहाँहरूको साथमा हिँड्दा चाहिँ म आफूलाई रमाइलो मान्छु 15-16को उमेरमा गर्छु अन्त नि हो फादर तपाईँले यो सबै हेर्नु भएर केयर गर्नु भएर नै सबैजना आएर यहाँ खेल्नु पाउनु भएको छ तपाईँलाई खुसी लाग्छ ल तपाईँलाई त सबैले पुरस्कारै दिउन् जस्तो लाग्छ मलाई यो वडा 4 होइन यो 4 कि 5 हो 4 नम्बरको वडा अध्यक्षज्यूले हाम्रो फादरलाई दाइलाई अझै मजाले केही हेरियोस् जस्तो लाग्छ क्या मलाई चाहिँ अस्तिदेखि मैले यति धेरै सबै केयर गर्नुहुन्छ हेर्नुहुन्छ अनि उहाँलाई चाहिँ केही अलिक धेरै नै हेरियोस्
उहाँको पनि केयर गरियोस् चाहिँ नगर्ने मान्छे हो है हजुर हजुर आफ्नो आफ्नो काममा चाहिँ उहाँ गर्ने अगाडि बढ्नु किनभने तपाईँहरू आइदिनु हुँदैन तपाईँहरूको हौसलाले नै मेरो चाहिँ स्फूर्ति जागेर आउँछ त्यसले गर्दा म सहभागी हुने गर्छु धन्यवाद दाइ अनि फ्यामिलीतिर त नजाउँ तपाईँ एक्लै बस्नुहुन्छ यहाँ एक्लै तपाईँको यता रुम कुनै दिन अब हाम्रो दाइको रुम पनि भिजिट गर्नुपर्छ यो सबै उहाँले नै हो यो सबै यस्तरी सफा सुगर अनि सबै यसरी बेलुका पनि यत्तिकै आउँछ कि बेलुका हल्का पूजा हुन्छ यहाँ फुलहरू यति राम्रो राम्रो फुलेको छ अस्ति यताको फुल त गएछ सबै फादर हजुरले नै केयर गर्नुहुन्छ है फादर घन्टाघरको रहर मेरो घन्टाघर अवकाश पाएको हुनाले घन्टाघरको रहर चाहिँ मेट्दैछु साँच्चै घन्टा घरमा त अब 8 वर्ष करिब गरेँ कि अनि उहाँहरूको सम्मान सर अब नियुक्ति भएपछि हामीले अब यहाँबाट उमेर हदबन्दीबाट छोडिएको त्यसले गर्दाखेरि त्यहाँको इच्छा अधुरी इच्छाहरू चाहिँ म यहाँ पुरा गर्ने एकदम राम्रो फादर एकदम राम्रो कति मजाले केयर गर्नु भएको छ तपाईँ फेरि फादरको त मासु नै छैन हौ बोसै छैन कति धेरै उयो होइन भन्नाले फिट हुनुहुन्छ भनेको क्या कति धेरै फिट अब सुँगुरको मासु जहाँ बसी मन पर्दैन त्यसले गर्दा मासु नलाग्यो होला नि चाड रक्सी खानुहुन्न है ल फादर चिया चाहिँ म खान्छु दिनमा 3 फादर र म चिया एकचोटि बसेर खानुपर्छ गफ पनि गर्नुपर्छ ल फादर यहाँनिर पढ्ने स्टुडेन्टहरू पनि आउँछ है आउनुहुन्छ माथि गएर शान्तमा आएर हुन्छ फादर थ्याङ्क यू हुन्छ धन्यवाद हस् ल यता हाम्रो भीम दाई हस् 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 उहाँ चाहिँ फादर हुनुहुन्थ्यो यो सबै केयर गर्नुहुने अब यहाँनिर हिँड्नुहुने सरसफाइ गर्नुहुने सबै उहाँ फादरले नै गर्नुहुन्छ तर एउटा दुःख चाहिँ मलाई के लागेको छ भने उहाँ चाहिँ यहाँ बस्नुहुन्छ तर उहाँलाई चाहिँ हाम्रो यो वडा 4को वडाहरूले चाहिँ मतलब यसो अलिअलि यसो पारिश्रमिक दिए हुन्थ्यो जस्तो लाग्छ तर उहाँ बस्नु मात्रै रहेछ क्या यत्रो केयर गर्नुहुन्छ अनि बस्नु मात्रै बिचरा कोही पनि छैन फ्यामिलीमा हाम्रो यहाँ यिनीहरूको फाल्टै छ फेरि हजुर ल साथीहरू अब हामी चाहिँ जान्छौँ यहाँ मेरो साथीहरू गइसक्यो अब भीम दाइले 5 घन्टा लाउनुहुन्छ अनि त्यही हो साथी यसो होइन यहाँको वडाले चाहिँ वडा नम्बर 4को वडाध्यक्षज्यूले समाजले चाहिँ अलिकति हाम्रो फादरलाई पनि 1-2 रुपियाँ अब पारिश्रमिक दिए अझ राम्रो हुने थियो जस्तो लाग्छ मलाई किनभने उहाँले यति राम्रो हेरेर केयर गरेर राख्नु भएको छ अनि यति धेरै हामी आएर यस्तो रमाइलो गर्न पाउँछौँ है यस्तो साथीहरू अब म अगाडि बढेँ अब म आफ्नो हाउसतर्फ जान्छु थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो साथीहरू सबिना साउदिन ब्लग हेर्दै गर्नुहोला तपाईँहरूलाई आज हामी अर्को राम्रो राम्रो भिडियोहरू पनि देखाउनेछौँ यो चाहिँ मेरो ज्युस बिहानको रुटिन हो साथीहरू नेक्स्ट भिडियोमा अझै राम्रो भिडियो लिएर आउनेछु थ्याङ्क यू सो मच